2022 साल कार्तिक 15 गते हरिबोधिनी एकादशी तथा ठुला एकादशी परेको हुनाले यो दिन एकादशी व्रत बस्ने र तुलसीको विवाह कसरी गर्ने भन्ने सम्बन्धमा हामी चर्चा गर्नेछौँ। आउनुस्, फलो नगरेकोले फलो गर्नुस्, एड नगरेकोले एड गर्नुस् है त। यस दिन जौ, तिल, कुश हातमा लिएर एउटा संकल्प गर्नुस्, म आज तुलसीको विवाह गराउँछु या हरिबोधिनी एकादशीको व्रत बस्छु भनेर। त्यसपछाडि बेलुकी तपाईले यही अनुसार हरिशयनी एकादशीबाट चिर निन्द्रामा सुत्नुभएका विष्णु भगवान आज उठ्नुहुन्छ भन्ने चलन चलिआएको छ। विष्णु भगवानलाई उठाउन उत्तिष्ठोत्तिष्ठ गोविन्द उत्तिष्ठ गरुडध्वज उत्तिष्ठ कमलाकान्त त्रैलोक्य मङ्गलम कुरु भनेर तपाईहरुले यो मन्त्र सुनाएर भजन कीर्तन गरेर विष्णु भगवानलाई उठाउन सक्नुहुन्छ। जलले गाईको काँचो दुध, तुलसीका 5 वटा पत्र हालेर शालिग्राम तथा विष्णु भगवानलाई स्नान गराउने, ओम नमो भगवते वासुदेवाय, ओम विष्णवे नमः भन्ने चन्दन लगाइदिने शालिग्रामलाई अनि तुलसी मोठमा पूजा गर्ने। तुलसीको मोठमा अब तपाईले तुलसीको पूजा गर्ने मन्त्रहरू पनि थाहै छ होला। मंगलम भगवान विष्णु, मंगलम गरुडध्वज, मंगलम पुण्डरीकाक्ष, मंगलाय तनोहरि भनेर अर्को मन्त्र छ फेरि महाप्रसाद जननी सर्वसौभाग्यवर्धिनी आदि व्याधि हरा नित्यम तुलसीत्यम नमोस्तुते, ओम तुलसीभ्यो नमः, ओम तुलसी पत्रभ्यो नमः, विष्णुभ्ये नमो नमः भनेर अनि तुलसीलाई शालिग्रामलाई चन्दन लगाइदिने, सिगार्ने, फुलमाला लगाइदिने र बिहा गराइदिने। यस दिन सबै भगवानहरुको वास हुने गर्दछ तुलसीको मोठमा है। अनि जुन घरमा तुलसीको मोठ छ त्यो घरमा यमराजका दूतहरू कहिल्यै पनि आउन सक्दैनन्। त्यसैगरी तुलसीको विवाह गराउँदाखेरि एउटा रातो वस्त्र चढाउन नबिर्सिनु होला। गाईको शुद्ध दूध, काँचो दूध चढाउन नबिर्सिनु होला। रक्षाबन्धनको डोरो 7 फन्का बेरिदिनु होला तुलसीको मोठमा। त्यसैगरी विष्णु भगवानलाई तुलसी पत्रहरू अर्पण गरिदिनु होला, 5 वटा या 7 वटा। यति गरेर तपाईले तुलसीको विवाह सम्पन्न गर्न सक्नुहुनेछ। त्यसपछाडि तपाईले तपाईहरुको कसैको घरमा पनि विशेष लक्ष्मी भगवानको कृपा रहनेछ है। हजुरहरुको घरमा धनको कमी हुने छैन। सोचेका राम्रा कामहरू सबै सम्पन्न हुनेछन्। लक्ष्मी भगवानले कृपा गर्नेछन्। तुलसी माताको कृपा रहनेछ। जय श्रीमान नारायणम। राधे राधे।